धुर्मु सुन्तलीले करोडौं रुपियाँको भ्रष्टाचार गरे रंगशालाबाट सम्पत्ति जोडे, गाडी जोडे, घर जोडे, स्विमिङ पुल सहितको घर छ। हो, स्विमिङ पुल सहितको घर छ, तर रातो दिन रोको आँसुको भेलले बनेको स्विमिङ पुल छ। हामीलाई किन गलत इन्टेन्सनले यहाँ काम गर्नु थियो र? भारी बोकी बोकी हामीलाई किन एउटा देशको रंगशाला बनाएर यहाँ भ्रष्टाचार गर्नु थियो? हामीलाई त पोलेको थियो। विदेशका कार्यक्रममा सहभागी हुँदा विदेशको विकास देखेर हाम्रो देश कहिले यसरी बनाउने होला भनेर हामीलाई उटुटी थियो र हामीलाई आफ्नै पेसाबाट पुगिराखेको थियो। 2067 सालमै हामी घर गाडी जोडेर हिँडेका हौं। हामीलाई अभाव केही थिएन र हामी यस्तो कलाकार जोडियो जसको पैसा भाग लाउनु पर्दैन थियो। पार्टनरमा जस्तो तँलाई यति भनेर छुट्याउनु पर्दैन थियो। जति कमाई हुन्थ्यो घरभित्रै हुन्थ्यो। त्यो श्रद्धाले दर्शकले हामीलाई माया गरिदिनु भएको थियो। यस्तो बनाइयो कि हामी मंगल ग्रहमा थियौं, टुप्लुक्क यहाँ झुल्क्यौं, करोडौं रुपियाँ भ्रष्टाचार गर्यौं, त्यहाँबाट विलासिताको लाइफ जिएर हिँड्यौं। कहाँनिर विलासिताको लाइफ जियौं होला हामीले?